यसलाई एकदमै मद्दत गरिन्छ। कोही नयाँ कुनै अब जुम्लाका दाजुभाइ तथा दिदीबहिनीहरूले जसरी यसले भोलिका दिनमा कमजोर प्रतिपक्षी भएको छ। अब यस्तो अवस्थामा चर्को आवाज उठाउनु हुन सक्छ। आवाज कमिमै कुरा आएको कारणले गर्दा भएका देशका हामीले सङ्कलन गरेका समस्याहरू आम अरू मान्छे कुनै पनि कार्यमा हामी चाहिँ सचेत रूपमा उभिन्छौँ, तर राष्ट्रको हितमा हुने कुनै पनि छ भने सहकार्य र समन्वय हुन्छ सरकारसँग। संसदमा प्रवेश गर्दै हुनुहुन्छ, तपाईँको प्राथमिकता के हुन्छ? तपाईँ कस्तो भूमिका खेल्नुहुन्छ? तपाईँको भूमिका कस्तो? यहाँ जसरी तपाईँले प्रतिनिधि सभा सदस्यको रूपमा शपथको लागि आउँदै गर्दा यो क्षणलाई कसरी स्मरण गर्नुहुन्छ? एकदम धेरै जुन हिसाबमा चाहिँ हामीले विभिन्न तहमा मैले चाहिँ विगतका दिनमा सामाजिक आन्दोलनहरू गर्दै आउँदाखेरि आज चाहिँ एउटा चाहिँ निर्णय गर्ने ठाउँ, एउटा कार्यान्वयन गर्ने ठाउँ। मतलाई कसरी हेर्नु भएको छ? यो आम मतदाताहरूले हामीलाई एउटा विश्वास गरेर भरोसा गरेर मत दिएको छ र यो मत भनेको हामीलाई एउटा खुसी तुल्याउने मात्र होइन, जनताप्रति तपाईँको समूहको अब तपाईँ यहाँ पुग्नु भएको छ आन्दोलनपछि भएको उपनिर्वाचनको सङ्ग्राममा यो निर्वाचनपछिको संसद बधाई छ अनि नवनिर्वाचित सांसद रन्जु दर्शना यति बेला शपथ ग्रहणका लागि संसद भवन प्रवेश गर्दै हुनुहुन्छ। केही बेर अघि यो लोगो लगाइराख्दा र शपथ लिइराख्दा परिवर्तनको एजेन्डाहरूको आधारमा कुनै पनि विषयलाई छिनोफानो गर्नुको निम्ति